यस नाटकको परिवेश काठमाडौँको बागबजार क्षेत्रको रहेको छ। यस नाटकका पात्रहरू सबै काल्पनिक रहेका छन्। कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ। यस नाटकमा प्रस्तुत श्यामलालको परिवार हो। उहाँको पुर्खौली थलो दोलखा जिल्ला हो भने विगत 10 वर्षदेखि उहाँको परिवार काठमाडौँमा नै बस्दै आइरहनु भएको छ। श्यामलालको एकमात्र छोरा रामु वैदेशिक रोजगारीको क्रममा हाल पोर्चुगलमा हुनुहुन्छ। अहिले उहाँसँग उहाँकी 70 वर्षीय श्रीमती माया, बुहारी सीता र 11 कक्षा पढ्दै गरेकी नातिनी सुनिता हुनुहुन्छ। वयस्क छँदा सधैँ व्यस्त रहने र सिपालु श्यामलालको दैनिकी भने अहिले बुढौली भएपछि निकै फेरिएको छ। अब सहरमा आफ्ना उमेरका साथीभाइ पनि नहुने र सुगर, दम साथै घुँडा दुख्ने रोगको कारणले 77 वर्षीय श्यामलाल घरभित्र मात्रै सीमित हुनुहुन्छ। प्रेसरको रोगी श्यामलालको श्रीमती 2-3 दिनदेखि प्रेसर बढ्यो कि घट्यो भनेर चिन्तित छिन्। आज असारको महिना शुक्रबारको दिन बिहानै लागौँ है त श्यामलालको घरतर्फ। होइन, यो ठुलो ठुलो अक्षर पनि देख्दैन त म आज। हे बुढा, चस्मा नै लगाउन बिर्सिनु भएछ। अनि कहाँ देख्नुहुन्छ त? ल लिनुहोस् चस्मा। ए तेरिका यो बुढेसकाल पनि। ए बुहारी, कहाँ गएछ यो बुहारी? हजुर बुवा। चिसो चिसो दिन गर्यो, एक कप तातो चिया खान पाए हुन्थ्यो। एकैछिनै बुवा, नानीलाई पनि कलेज जान हतार भइसक्यो। खाजा बनाइदिँदैछु। यो बालेन बोलेन रे? खै आधा घन्टा भइसक्यो, चिया खान मन लाग्यो भनेको। यो बुहारी आफ्नै सुर नछोड्ने भई। ल्याइहाल्छन् नि, कति हत्तुरी भएको। ल्याइहाले। बुवालाई यो चिनी नहालेको, आमालाई यो। त्यत्तिकैमा सामुदायिक स्वास्थ्य नर्स श्यामलालको घरमा आइपुग्नुहुन्छ। नमस्कार सबैजनालाई। नमस्कार। ए सिस्टर आउनु भएछ, बसौँ। खोइ कुर्सी कता छ, देऊ। धन्यवाद दिदी। बुवा आमा, तपाईँको स्वास्थ्य अवस्था कस्तो छ नि अहिले? अरू त ठिक छ नानी। अलि दिन भयो प्रेसर नजाचेको। यसो प्रेसर चाहिँ नाप्न पाए हुन्थ्यो। नानी आएको बेला नापिहाल्न त। हुन्छ आमा। आमा दिनुहोस् त, सिधा राख्ने ल। अनि नानी चिया खान्छौ? बुहारी, ए बुहारी। आमा एकछिन ल, प्रेसर नाप्छु है, नबोल्नु ल। त्यही त, नबोल भनेपछि एकछिन नबोल्न, कति जान्ने हुनु परेको। कति रहेछ नानी प्रेसर? आमा प्रेसर ठिक छ, माथिको चाहिँ 120 छ, तलको चाहिँ 70। अनि बुवा, अब तपाईँको प्रेसर नापौँ है? अहिले पर्दैन नानी। अस्ति त्यहाँ स्वास्थ्य चौकीमा जाँदाखेरि प्रेसर र सुगर दुवै जचाएको, ठिकै छ भन्नुभयो। बरु मेरो यो घुँडा कर 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 खाइरहेको छ। अस्ति मैले त्यहाँ जचाउनै बिर्सेछु। हो र बुवा, कति भयो घुँडा दुखेको? अलि दिन भयो, त्यहाँ मेडिकलको दबाई खाएपछि अलि कम हुन्छ। कतिखेर चाहिँ धेरै दुख्छ बुवा?
बिहान उठ्ने बित्तिकै त कक्रक्क हुन्छ नानी, दिउँसो भने अलि कम हुन्छ। उमेर बढ्दै जाँदा घुँडामा समस्याहरू आउन सक्छ। एकचोटि हेरौँ है त बुवा। हुन्छ नानी। ल एकचोटि यो माथि सार्नुहोस् त कपडालाई। दुवैको कि एउटै? दुबैको बुवा। सुन्निएको त रहेनछ। छुदा दुखेको छ बुवा? छुदा त छैन नानी, त्यस्तो दुखेको छैन। तातो पनि भएको रहेनछ। ल एकचोटि है त बुवा। अब यो देब्रे खुट्टालाई सिधा राख्नु, सिधा पार्नुहोस् त। बिस्तारै खुम्चाउनु त अब। अब अर्को खुट्टालाई फेरि सिधा राख्नुहोस् त। खुम्चाउनु। दुखेको छ? यो गर्दा त खासै दुखेको छैन, अलिअलि मात्रै छ है। आत्तिहाल्नुपर्ने अवस्था देखिँदैन बुवा। हजुर बिहान उठ्ने बित्तिकै घुँडालाई अहिले भर्खरै गरे जस्तै 5-10 पटक गर्नुहोला। त्यस्तो गर्दा चाहिँ घुँडा तात्तिन्छ अनि कम दुख्छ। यदि समय मिलाएर धेरै दुख्यो भने हाड जोड्नेको डाक्टरलाई पनि देखाउन सक्नुहुन्छ है। हुन्छ नानी, हस् हस्। अनि बुवा हजुरले कुन कुन औषधि खानुहुन्छ देखाउनु त। औषधि त बुहारी औषधि देखाइदेऊ त नानीलाई। औषधि यही झोलामा छ, हेर्नु त। हेर्नुहोस् त। यो चाहिँ मेरो दमको तान्ने औषधि नानी। यो चाहिँ मेरो सुगरको। यो त पानपत्ते बुढीको हो। यो बुवा यसरी सबै औषधि एकै ठाउँमा राख्दा झुकिन सकिन्छ। त्यसैले हजुरले खाने औषधि छुट्टै पोकामा र आमाले खाने औषधि छुट्टै पोकामा राख्ने गर्नु है। हुन्छ नानी। हजुरहरूले औषधि आफै चिनेर खानुहुन्छ कि बुहारीले चिनाइदिनु पर्छ? नानी, हामी आफै खान्छौँ। बुवा यो चाहिँ के को लागि खाइरहनु भएको छ? यो घुँडाको लागि बुहारीले त्यहाँ मेडिकलबाट ल्याइदिएकी। बुवा यसरी डाक्टरको जाँच नगरिकन औषधि खानुहुन्न है। यसरी औषधि खाँदाखेरि त हाम्रो शरीरको प्रमुख अङ्गहरूमा ठुलो असर पर्न जान सक्छ। बरु एकचोटि डाक्टरसँगै सल्लाह लिएर मात्र खानु है। हुन्छ नानी। बुवाले त चस्मा लगाउनु हुँदो रहेछ। अनि बुवा बेला बेलामा आँखा चेक गराउनु भएको छ कि छैन? मलाई त पढ्न मन लाग्छ, त्यही भएर म त वर्षै पछि जाँच गराउँछु। बरु यो बुढीले पनि आँखा कम देखे भनेकी थिए, यसो हस्पिटल लिएर जानु पर्ला। अनि बुवा तपाईहरूलाई औषधि किन्न उपचार गर्न पैसा कसरी व्यवस्था गर्नु भएको छ? नानी, हामी दुईको त वृद्ध भत्ता आउँछ नि। अनि हामीले त नेपाल सरकारको स्वास्थ्य बिमा पनि गरेको छौँ नि, त्यसैबाट सजिलो हुन्छ। अनि हजुरहरूको खानपान र निन्द्रा कस्तो छ? ठिक छ नानी, आजसम्म। हजुरहरू यही भुइँतलाकै कोठामा बस्नुहुन्छ हो? हो नानी, यही हो। आमा अनि यो बत्तीको स्विच चाहिँ कता छ नि? त्यहाँ छ नानी। बत्तीको स्विच त ओछ्यानबाट निकै टाढा रहेछ। रातिको समयमा उठेर बत्ती बाल्नु पर्दा त कतै ठोकिएर लड्न सक्ने सम्भावना रहेछ। त्यसैले यो ओछ्यानलाई चाहिँ बत्तीको स्विच नजिकै व्यवस्थापन गर्दा राम्रो हुन्छ। हुन्छ सिस्टर, मैले पनि त्यही सोचिरहेको थिएँ। त्यसको साथै हामीले यो भुइँहरूलाई चाहिँ चिप्लो नराख्ने, बुवा आमा जाने बाथरुमहरूमा पनि नचिप्लिने खालको चप्पल राख्ने र राति सुत्दाखेरि पानीको बोतल लगायत अन्य उहाँहरूलाई अति आवश्यक पर्ने सामानहरू त्यही नजिकै राख्दा चाहिँ एकदम राम्रो हुन्छ है। हुन्छ सिस्टर। बुवा आमा दिदी, ल आजलाई चाहिँ म जान्छु है। हुन्छ सिस्टर, धेरै कुराहरू सिक्न पाइयो। फेरि पनि आउँदै गर्नु होला नि। हुन्छ दिदी, लाग्ने ल। शनिबारको दिन बिहानै नातिनीले आफ्ना हजुरबुवा हजुरआमालाई पार्कमा घुमाउन लगेर जान्छन्। ल हजुरबुवा हजुरआमा यतै बसौँ है। हजुरबा उता मेरो सुन्तली साथी आइरहेको रहेछ, म त्यसलाई भेटेर आइहालेँ है। ल ल ल नानी। बुढी, छोरासँग कुरा नभएको पनि धेरै भयो। यसो यहाँ पार्कमा आएको बेला कुरा गर्न पाए हुन्थ्यो। हातमै फोन छ त, लगाए भइहाल्यो त। कसरी पो लगाउने हो? ए नानी, तेरो बासँग हजुरबुवालाई कुरा गर्न मन लाग्यो रे, फोन लगाइदे त। हजुर आमा, अस्ति मैले सिकाएको होइन त, फेरि एकपल्ट कोसिस गर्नु न हजुरबा।
खै नानी, म त अल्ल मल्ल भएँ। यहाँ हेर्नु त, यसरी गर्नु भनेर सिकाएको होइन? यहाँ थिच्ने होइन त? हो अब त फोटै फोटा आयो त नानी। यहाँ यो सुरुको 13 बाको फोटा होइन त? हो बा। अब यहाँ थिच्यो भने यहाँ थिच्नु पर्यो होइन त? कन्टिन्यू बजिहाल्यो, फोन लाग्यो। फोन उठ्यो। ढोक गरे बा। भाग्यमानी भएछ छोरा। अनि आमा खै त? आमा पनि यही छ। ढोक गरे आमा। भाग्यमानी हुनु बाबु। बाबा, तपाईँलाई थाहा छ आज हजुरबाले आफै फोन गर्नु भएको नि? अस्ति मैले सिकाएको थिएँ। ए हो र? हो नि बाबु, फोटोले मान्छे चिनाउँदो रहेछ, अनि त मैले सिकिहालेँ। आमाको स्वास्थ्य अवस्था कस्तो छ नि? ठिकै छ बाबु, सबै राम्रै छ अहिलेसम्म त। अनि औषधिहरू समय समयमा खाइराख्नु भएको छ कि? औषधिको त चिन्तै नगर्न, हामी खाइहाल्छौँ नि। खर्च पर्च कतिको के छ? ठिक छ बाबु, पुगिराखेकै छ अहिलेसम्म। ए अनि गाउँतिरको चाहिँ हलिचली कस्तो छ? गाउँतिर त हिजो मात्र मैले फोन गरेको थिएँ, सबै ठिकै छ रे। बाबा, मैले नि एक्स्ट्रा पकेट मनी बनाउने बाटो थाहा पाएको छु नि। हजुरआमाले सिकाउनु भएको मलाई कपासबाट बत्ती काट्नलाई। त्यो त बजारमा बेच्दा त पैसा आउँदो रहेछ। अब म पनि त्यो बेचेर पैसा कमाउँछु। ए हो र? एकदमै राम्रो कुरा छ नि। तर यताउता समय खेर फालेर पढाइ चाहिँ नबिगार्नु नि। हुन्छ बाबा। ए ठिकै छ नि, मलाई नि अलिक काम जान हतार भएको छ, अलि पछि कुरा गरौँला नि है। हस् बाबा, अब म पनि हजुरबा हजुरआमालाई लगेर घर जान्छु। ए ल छोरी ल। केही दिनपछि सामुदायिक स्वास्थ्य नर्स श्यामलालको घरमा के छ हालखबर भनेर बुझ्नको लागि फेरि आइपुग्छिन्। नमस्कार है सबैजनालाई, म त फेरि आएँ। नमस्कार। अनि बुवा, तपाईँको घुँडा कस्तो छ अहिले? म अस्पताल गएँ नि नानी। डाक्टरले त्यही तपाईँले भने जस्तै बिहान उठ्न बित्तिकै जोर्नीहरू बिस्तारै चलाउने अनि हिँडडुल गरिराख्ने र धेरै दुख्यो भने औषधि खाने भन्नुभएको छ। बुढो हुँदै जाँदाखेरि हाम्रो हड्डी खिदो रहेछ, हल्का कसरत गर्यो भने बलियो हुन्छ अरे त। हो नि बुवा, एकदमै राम्रो कुरा भन्नुभयो। आमा, तपाईँले नि चस्मा लगाउन थाल्नुभएछ त? हो नि नानी, मैले पनि आँखा जाँच गराएँ। तपाईँहरूको कुरा सुनेर मलाई एकदमै खुसी लाग्यो। आज चाहिँ म जान्छु, त्यहाँ तल काम पनि छ। फेरि अर्को पटक आउँछु नि है। हुन्छ नानी। हस्। ल हस् न। नदी भन्छ बगिरहूँ, सृष्टि भन्छ चलिरहूँ। नदी भन्छ बगिरहूँ, सृष्टि भन्छ चलिरहूँ। मन त भन्छ सबैसँग माया मोह राखिरहूँ। बाँचुन्जेलीलाई, 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 बाँचुन्जेलीलाई।
खुसी जीवन, सम्मानपूर्ण व्यवहार, उचित स्वास्थ्य स्याहार, ज्येष्ठ नागरिकको हक अधिकार। घरका गहना, समाजका धरोहर, गरौँ सधैँ ज्येष्ठ नागरिकको आदर। यस नाटकमा चित्रण भए अनुसार जसरी नातिनी सुनिताले आफ्नो हजुरआमाबाट सिकेको बत्ती बनाउने सिपले उहाँलाई भविष्यमा थप आय स्रोतको बाटो बन्न सक्छ, त्यसै गरी श्यामलाल र उनकी श्रीमतीले पनि आफ्नी नातिनीबाट मोबाइल चलाउन र आफ्नो छोरालाई फोन गर्न सिकेका छन्, जसले गर्दा नयाँ प्रविधि पुरानो पुस्ताले सिक्ने र त्यसलाई प्रयोग गरेर आफ्नो जीवन रङ्गीन बनाउने मौका पाएका छन्। यसरी ज्ञान र सिप एउटा पुस्ताबाट अर्को पुस्तामा जाने प्रक्रियालाई पुस्तान्तरण भनिन्छ। यसरी पुस्तान्तरणले सबै उमेर समूहका व्यक्तिहरूको जीवन समृद्ध बनाउन सहयोग गर्दछ। जसरी हामीले एउटा बच्चालाई भविष्यको कर्णधारको रूपमा हेर्छौँ, त्यसै गरी वृद्ध वृद्धाहरू यस समाजका धरोहर हुन्, जिउँदो इतिहास र अनुभवहरूको भण्डार हुन्। उहाँहरूलाई औषधि उपचारको साथै आवश्यक सम्मान माया दिनु हाम्रो कर्तव्य हो। साथै उहाँहरूलाई हिँड्न डुल्न सजिलो र सुरक्षित वातावरण व्यवस्थापन गर्नु हामी सबैको दायित्व हो।